हेलो नमस्ते स्वागत छ फेरि पनि मेरो नयाँ मिनी सर्ट ब्लगमा र तपाईहरुलाई आज म घुमाउने छु है। आज चाहिँ मेरो यात्रा रहेको छ नदी त हैन, हामी काम गर्न जाने हो आज चाहिँ खास गरी। तर अब के हुन्छ यात्रामा चाहिँ। र यो भैँसी देख्न सक्नुहुन्छ है, हाम्रो भैँसी देख्न सक्नुहुन्छ हैन। यो चाहिँ के भन्छ र यो मेरा दोस्त देख्न सक्नुहुन्छ र यो हाम्रो गाउँ भन्नुपर्छ, तर पारी चाहिँ डेबिटार है। डेबिटार गाउँ पारी चाहिँ। अनि यता उँभो चाहिँ हिमालहरू छ, के बादलले छेकिरहेछ अहिले चाहिँ है। यो चाहिँ अङ्कलहरूको घरहरू छ यतातिर। र यो चाहिँ पुल देख्न सक्नुहुन्छ। यो चाहिँ अहिले चाहिँ सञ्चालन भइसकेको छ यो पुल चाहिँ है। चेवा बेसीको पुल हो यो चाहिँ। खडानन्द नगरपालिका 7 कति के पर्छ है यतातिर चाहिँ, मलाई थाहा छैन। र पारी चाहिँ ढाँडेभिर देख्न सक्नुहुन्छ हैन। ढाँडेभिर चाहिँ बादलले जहिले जस्तो घेरिराखेको हुन्छ है। यहाँनिर चाहिँ ढाँडेभिर चाहिँ हाम्रोतिरबाट हेर्दाखेरि चाहिँ। र हाम्रो यात्रा अझै झर्दैछौँ हामी दुईजना। हाम्रो यात्रा अगाडि बढ्दैछ है। मेरे दोस्त पीछे मैं आगे चल रहा हूँ। र देख्न सक्नुहुन्छ है यहाँनिर पनि कटर रहेछ है। यति साह्रो फलेको छ कि कटर यहाँनिर। र यो आज हामी चाहिँ कटेर भत्काउनु भनेर आएको, तर हामी चाहिँ कटेर नभत्काउनु भएकोले हामी चाहिँ अब उँधो झर्दैको है मोरवा नदीतिर, अरुण नदीतिर। हामी चाहिँ मोरवा बेसी भन्छौँ यहाँ तल बेसीलाई चाहिँ। र हामी चाहिँ अरुण नदीतिर जाँदैछौँ है। दोस्तहरू 3 जना भइसकेको छु मैले चाहिँ। र यो चाहिँ के फल हो कमेन्ट गर्न सक्नुहुन्छ है तपाईँहरूले, थाहा छ भनेदेखि यो के फल हो भनेर चाहिँ है। र आज चाहिँ म बेल पनि भेटाउँछु भनेर चाहिँ यकिन गरेको थिइनँ, तर बेल पनि रहेछ क्या। आज चाहिँ यसो बेलहरू नि रहेछ र 2-4वटा दाना बेल टिपेर हामी चाहिँ अब नदीतिर तर्फतिर लाग्दैछौँ है। सो पनि गऱ्यो अलिअलि है, यस्तो बेल देखाएर चाहिँ है। र बेल चाहिँ एकदमै दामी हुन्छ है साथीहरू गर्मीको मौसममा चाहिँ। र यो स्वास्थ्यको लागि पनि एकदमै हेल्दी, स्वास्थ्यको लागि पनि के भन्छ राम्रो हुन्छ अरे है। र पुल देखाउँदैछु तपाईँहरूलाई, तल पुगेर पनि पुल देख्न सक्नुहुन्छ है। यो पनि सञ्चालन भइसकेको छ अहिले चाहिँ यो भिडियो बनाउँदाखेरि चाहिँ। तर यो पुल सञ्चालन भएको थिएन है। र यो चाहिँ राम्चे गाउँकै सबैभन्दा ठुलो रुख पर्छ होला क्या यो चाहिँ। यहाँनिर चाहिँ देवीथान पनि रहेको छ यो रुखको फेदमा चाहिँ है। र यत्रो यसको गोलाइ चाहिँ यति ठुलो छ कि होइन। यो रुखको चाहिँ राम्चे गाउँकै सबैभन्दा ठुलो गोलाइ भएको रुख चाहिँ यही होला है। यो मोरवा बेसीको के मन्दिर के भन्छ यहाँनिर, देवीथान हो, देवीथान भन्छ यहाँनिर चाहिँ। यसो पूजाहरू गर्नुहुन्छ होला होइन। यो देवीथान रहेकोले गर्दाखेरि। र रुखको उँभो चाहिँ देख्न सक्नुहुन्छ कत्रो छ त होइन। यो गोलाइ राम्चे गाउँकै सबैभन्दा ठुलो गोलाइ चाहिँ यही हो रुखको बर। र यहाँ अर्को के मिसिएर यहाँनिर चाहिँ जोडिएर बनिएको रहेछ है यो रुख चाहिँ है। उँभो चाहिँ रुखको हाँगाहरू देख्न सक्नुहुन्छ है। घामको टक पनि परिदिइराखेको छ आँखाइतिर, क्यामेरैतिर है। र मन्दिरहरूको पनि भ्यू पनि गरियो, दर्शन ढोकसाक सबै थोक गरियो। र अहिले चाहिँ हामी 1300मा छौँ है।